बिहानको लगभग 4 बजेको थियो। भिनाजुले भन्छ अलि छिटो गर है, टाइममै पुग्नु पर्छ, किनभने आज शनिबार हो, निकै भेट पनि हुन्छ। म हतार नुहाइधुवाइ गरेर रेडी भएँ। त्यसपछि म र मेरो भिनाजु लाग्यौँ शनिबारको दिन दक्षिण काली माताको दर्शन गर्न। बिहानको समय थियो, निकै जाडो पनि भएको थियो। बाइकमा जाँदाखेरि हामी पुग्नुभन्दा अगाडि नै मान्छेहरूको निकै ठुलो घुइँचो पनि थियो, लाइन पनि निकै लामो थियो। हामी पनि हतार नगरिकन पूजाको सामग्री किन्यौँ अनि लाइनमा बस्यौँ। पूजा पनि एकदमै मजाले गऱ्यौँ, एकदम मनदेखि नै। खासमा भन्नुपर्दा मलाई यहाँ आउनै पर्ने भाकल पनि थियो। मेरो छोटो नेपालको बसाइमा पनि मैले सबै कामहरू चाहिँ गर्न भ्याएँ, स्पेसली मन्दिर पनि दर्शन गर्न भ्याएँ। अर्को एउटा रोचक कुरा पनि छ, यो कुरा भन्नु कतिसम्म उचित होला नहोला, तैपनि मनमा लागेको कुरा मैले भनिहालेँ। बिहानको समय भएर हो किन हो, पूजाको सामग्री हामीले किन्न जाँदा 600 रुपियाँ तिर्यौँ, फर्केर आउँदा त्यही सामानलाई 300 रुपियाँ। हामी त छक्कै पर्यौँ। खैर केही छैन, त्यसै भनेको होइन नि, लुट्न सके लुट, नेपालमै छुट। अब मन्दिरमा आएर पनि पैसाको कुरा त होइन, त्यही पनि सबैजना दर्शन गर्न आउनेहरूसँग राम्रो बजेट नहुन पनि सक्छ नि त होइन। अब चाहिँ बिहानको लगभग 10 बज्न लागेको थियो, खाजा खाने समय भएको थियो। हामीले चाहिँ खाजा एकदमै मजाले खायौँ, तातो मैले चाहिँ थुक्पा खाएँ। त्यसपछि त्यहाँबाट हामी घर फर्क्यौँ। घरमा आइपुगेर मैले चाहिँ नानीलाई कुराउनी खुवाइरहेको छु, कति मजाले खाइरहेको छु। अनि दक्षिण काली माताले सबैजनाको रक्षा गरून्।